नमस्ते वेलकम ब्याक अगेन न्यू सिरिजमा तपाईँलाई स्वागत छ। आज फेरि म जाँदैछु अब तपाईँलाई म लिएर हैन। अब आज मेरो छुट्टी हो, जान्छु म घुम्न। तपाईँलाई म देखाउँदैछु कता कता म जाँदैछु होइन, त्यही बारेमा पुरा जानकारी विस्तृत रूपमा चाहिँ हुन्छ कार्यक्रम हो। सिधा अब छोरो रवाना भइसक्यो। तपाईँको साथ सपोर्ट चाहिँ दिन नबिर्सिनु होला, साथ सपोर्ट दिनुहोस्। म जान्छु अब तपाईँलाई देखाउँछु अब नकिलको एरियाको घुम्ने एरियाहरू कता कता छ। म चाहिँ गएर तपाईँलाई म देखाइहाल्छु नि होइन। मेरो जर्नी स्टार्ट भइसक्यो, अझ दिउँसोको 2 बजिसक्यो होइन। त्यही भएर म चाहिँ अब जाँदैछु, तपाईँलाई म देखाउने नै छु। कालो कालो आइरहेको छु त्यहाँबाट ठिकै छ। ल अब चाहिँ स्टार्ट भयो होइन, दिन सुरुवात भइसकेको छ। अब म देखाउँछु तपाईँलाई पुरै के गरेँ। म जान्छु अब यहाँबाट चाहिँ हिल्टन गार्डनतिर जान्छु, त्यसपछि चाहिँ जान्छु म एभ्रिडेतिर। अब म तपाईँलाई देखाएर आउने नै छु। आजको लागि पुरा ट्रिप हुनेछ यो चाहिँ, पुरा विस्तृत पुरा नकिलको चाहिँ पुरै घुमाउने म मेरो जिम्मा भयो। अब एउटा यस्तो दामी देखाउँछ सेन्सर के यहाँ छ नि, यो यस्तो ट्याक्क भयो। अब त्यहाँ खुल्यो ट्याक्क है। अब म चाहिँ गएँ फेरि, अब के हो नि त पारा ट्याक्क सेन्सर दबाइसकेपछि ट्याक्क यहाँ चाहिँ सिग्नलमा चाहिँ अब ग्रिन देखाइदियो गयो। अब उतापट्टिको चाहिँ फेरि उस छैन, रेड छैन। अब यहाँ ट्याक्क अब यहाँ वेट गरेँ, त्यहाँदेखि चाहिँ वेट गर्न पऱ्यो एकछिन चाहिँ। त्यसपछि फेरि रोड क्रस हुन्छ ग्रिन भइसकेपछि सिग्नलमा। यहाँ अब एकछिन चाहिँ वेट गर्ने पऱ्यो। अब त अटोमेटिक यहाँ मैले प्रेस गरिसकेँ नि, त्यसपछि एकछिन पछि चाहिँ त्यो चाहिँ अब त्यो ग्रिन भइसक्यो, रोड फेरि क्रस हुँदैछ। अब टक लगाएर यस्तै हो बेला उसमा यहाँ दुबईको जस्तो एकदम पुरै के अरे रेडमा काट्यो भने यस्तो फाइन त हान्दैन होइन। तर मान्छे छैन, त्यही पनि रेडमा चाहिँ काट्नु भएन होइन। रेडमा काट्यो भने त फेरि आफैलाई पनि डेन्जरै हो। त्यो ट्राफिक नियमको चाहिँ पालना गर्नै पऱ्यो। अनि म तपाईँलाई अर्को के देखाउँछु भने होइन, यहाँ चाहिँ के छ भने जस्तो यो ट्रकहरू छ नि, यो ट्रकहरू यो सबै ट्रकहरू छ नि, यो चाहिँ पुरै पठानहरूले के गर्छ भने यो ट्रान्सपोर्टेसन के जस्तै अब यहाँ सिफ्ट हुन पऱ्यो भने कोही मान्छेहरू अब यो बिल्डिङबाट सपोज अब अर्को बिल्डिङमा जानु पऱ्यो भने उनीहरूले चाहिँ यस्तो काम गर्छ क्या, टक्क गाडीहरू आउँछ ठ्याक्क रोक्छ, अनि पुरा भागेर जान्छ। अनि त्यसपछि अनि त्यहाँ चाहिँ अब प्राइसको चाहिँ मोलमोलाइ हुन्छ, अब कतिमा लैयो नि केमा सिफ्ट गर्ने भनेर। त्यसपछि चाहिँ यिनीहरू लिएर जान्छ। यो पुरै यो पिकअपहरू बस्छ नि, यो पुरै यतातिर अरू उसहरू पनि छ, यो सब पिकअपहरू के सामान सिफ्टिङको लागि प्राइस यिनीहरू बसेको छ सिफ्टिङको लागि। यिनीहरू चाहिँ आफ्नै बिजनेस गर्छ क्या, त्यो खान दिनभरि यहीँ कुरेर बस्छ होइन। त्यसो जतिर अब मान्छे टक्क लाएर गाडीमा आउँछ नि, सरर गाडीमा आयो त्यसो टक्क सबै झुम्म जान्छ। अनि त्यसपछि अब प्राइसको चाहिँ उस हुन्छ के अरे, अब कतिमा लैजा नि के लाने सबै डिलिङ भइसकेपछि त्यही हिसाबले चाहिँ हुन्छ। यो चाहिँ पुरै त्यही एरिया हो क्या, पुरै यो ट्रकहरू गाडीहरू सबै बसिरहेको छ नि, यिनीहरू चाहिँ त्यसैको लागि हो। ल यति हो, म चाहिँ जान्छु होइन। टक्क लाएर अरबिक आउँछ गाडीमा, अनि त्यसपछि कति हो प्राइस भनिसकेपछि अनि अब त्यही अनुसारले अब कतिमा डिल हुन्छ। ल मैले भन्थेँ नि हिडन प्लेस कि हिडन जेम्स भनेको छ नि, यो चाहिँ खतरा हो क्या। यो चाहिँ पब्लिक प्रोपर्टी हो खासै। यो चाहिँ हिल्टन गार्डन इन भने चाहिँ यो उहाँ माथि छ हिल्टन गार्डन इन भने यो चाहिँ होटलको हो, तर चाहिँ यहाँ पब्लिकहरूलाई पनि आउन दिन्छ क्या, केही छैन। वकिङको लागि घुम्नको लागि इधर उधर सबै हिँड्न पाउँछ मान्छेहरूले। यो चाहिँ यस्तो दामी ठाउँ चाहिँ होइन, रसलखेमाको जस्ट प्राइभेटमा दामी ठाउँ चाहिँ यही छ क्या। यो चाहिँ होटलकै प्रपर्टी हो पुरै हेर्नु, यो हिल्टन गार्डन इन होटल भन्ने छ, त्यसैको चाहिँ प्रपर्टी हो यो पुरै। अब गेस्टहरूको लागि पनि हो कि, अब गेस्टहरू घाममा त के हिँड्लान् गेस्टहरू। अब हामीहरू घुमेर चाहिँ तपाईँहरूलाई म देखाउने नै छु। किनभने दामी चाहिँ यस्तो दामी सिन के यो चाहिँ पुरै यस्तो पुरा दामी पुरै रुखहरू होटलको। यो त 5 स्टार प्रपर्टी हो क्या, त्यही भएर अब यहाँ चाहिँ अब दामी तरहको गार्डनहरू के। होटलको नामै हिल्टन गार्डन इन भन्ने छ। त्यसपछि अब गार्डन त हुनै पऱ्यो होइन, गार्डन नभए त फेरि कहाँ हो। त्यही भएर यस्तो दामी सिन चाहिँ खतरा छ क्या। यहाँमा तपाईँ यतातिर जान नि पाइयो, सबैतिर घुम्न नि पाइयो क्या, नो प्रब्लम, केही भन्दैन कसैले चाहिँ। यो चाहिँ पुरै गेस्टको लागि हो। अब गेस्टहरू सबै अब सुतिर आउन अहिले, अब हामीहरू चाहिँ गेस्ट भनौँ अब। त्यही भएर अब हामी चाहिँ पुरा घुमिराखिएछ, तपाईँलाई म देखाइरहेको छु नि। यो हेर्नु यस्तो दामी छ नि यो, ओहो बबालकै पुरै घाँस पनि यस्तो दामी काटेर। अब होटल भनेपछि त पुरै काट्ने मान्छे पनि छुट्टै छन् होइन। साँझ आउनुपर्छ, यहाँ पुरै पानी पनि छोडिरहेको हुन्छ क्या। कुनै दिन म साँझ पनि आउन तपाईँलाई साँझ पनि देखाउँछु। यस्तो दामी छ पुरा साँझ, पुरै पानी यहाँबाट माथि पानी फाल्छ। अब म तपाईँलाई लिएर जान्छु समुद्रतिर के, यहाँ बिचबाट के अरे समुद्र काटेर चाहिँ पानी लिएर आएको छ, त्यो पनि म देखाउँछु तपाईँलाई है त। त्यहाँ पनि म लिएर जानेछु। तर अब यस्तो दामी छ होटल। अब हेर्नुहोस् न, यस्तो
दामी के जति हेरे पनि पुरा हेरौँ जस्तो लाग्ने कि यस्तो दामी ठाउँ बनाएको छन् यस्तो के सिनारी हो क्या यस्तो दामी के भन्ने हो होटल त्यही हो कि होइन होटलको मेन इन्ट्रान्स त्यही हो अब होटलतिर जाने कुरो भएन अब म तपाईँलाई लिएर जान्छु पुरा समुद्रतिर के पुरा बिचबाट चाहिँ पानी चिरेर चाहिँ लिएर आएको छ त्यहाँ चाहिँ म तपाईँलाई लिएर जाँदैछु देखाउँछु त्यसपछि अनि म यहाँबाट गइसकेपछि तपाईँलाई एभ्रिडे पनि लिएर जान्छु म एभ्रिडे होइन एभ्रिडे पनि गएर पुरा हेर्नुपर्छ त्यो चाहिँ पुरा एकदम सस्तो मार्केट भन्नु पऱ्यो त्यहाँ जे पनि पाइन्छ कि सबै सामानहरू अनि फेरि पुरा एकदम सस्तो रेटमा के होइन त्यहाँ पनि लिएर जान्छु म अहिले चाहिँ अब यो बस हिल्टन गार्डन इनको चाहिँ नजाराहरू चाहिँ पुरै मजा गर्नुहोस् हेर्नुहोस् यो होटलको मेन इन्ट्रान्स चाहिँ होइन अब अनि त्यसपछि यस्तो दामी छ पुरै कि चकचकाचक के अब 5 स्टार होटल भइसक्यो त हुने चाहिँ भयो होइन त्यस्तै हो अब नेपालतिर नि अब होटलहरू त दामी दामी होटलहरू छन् होइन यहाँ पनि अब यो चाहिँ अब दुबईको रसुलखेमाको 5 स्टार होटल चाहिँ रेडिसन हिल्टन गार्डन इन साँच्चै रेडिसन भन्दा हिल्टन गार्डन इन भन्ने होइन पुरै अब गार्डनहरू यस्तो दामी दामी छ गार्डनहरू बवालै छ क्या होइन अब यो वान अफ द मोस्ट अफ एकदम लग्जरी प्रपर्टी भन्नु पऱ्यो चाहिँ अब मैले लिएर आएको छु तपाईँलाई ब्याक टु फेरि अब के अरे समुद्रमा चिरेर लिएर आएको छु भन्थ्यो नि पानी हो त्यहाँ पनि देखाउँछु है त पुरै पारा कस्तो छ भनेर त्यहाँ पनि म लिएर जाँदैछु ल हेर्नुहोस् होटलको नजारा यस्तो दामी छ होटल पनि होइन पुरै माथि पुरै पर्यो बसेछ त पुरा के हो अहिले चाहिँ म कहाँ आइपुगेँ भनेपछि अघि चाहिँ म के अरे हिल्टन गार्डनमा थिएँ अहिले चाहिँ म आइपुग्यो चाहिँ पुरा यो न्यामी मललाई के छ भने यहाँ पनि यस्तो के बोटिङ चाहिँ गर्न पाइन्छ बोटिङ है अब पैसा तिरेर बोटिङ गर्न मन लाग्छ नि घन्टाको कति हो के हिसाबले म देखाउनेछु होइन त्यसको लागि तर बोटिङ पनि गर्न मिल्दो रहेछ यहाँ चाहिँ अब जान्ने भने नडराउने मान्छेहरूलाई बोटिङ गर्न पनि ठिकै छ यसको प्राइसहरू पनि लेखिरहेको छ त्यहाँ काउन्टर पनि छ होइन म त्यहाँ गएर चेक गर्छु कति प्राइस रहेछ के रहेछ काउन्टरको लागि होइन यो उसको लागि के अरे बोटिङको लागि अब म जान्छु मलभित्र यो चाहिँ मलले राखेको बोटिङको चाहिँ कति लाग्छ प्राइस के लाग्छ भने मैले यहाँ चाहिँ देखाउँछु कि यो चाहिँ अब छ कस्तो होइन कति लाग्छ प्राइसहरू भनेर चाहिँ यहाँ लेखिरहेको रहेछ अब यो 30 मिनट्सको चाहिँ कति भनेर चाहिँ 40 दिराम रहेछ 1 घन्टाको 60 दिराम यो चाहिँ यहाँ छ होइन यो इन्स्ट्रक्सनहरू छ सबै अनि यहाँ सबै फोटोसोटो डोन्ट फर्गेट भनिरहेको छ यस्तो सामानहरू यहाँबाट चाहिँ अब तपाईँलाई चाहिँ बोटिङ त्यहाँ अब बोटिङ गर्न जान मन लाग्छ भने चाहिँ यहाँबाट टिकट काट्यो टिकट काउन्टरबाट टिकट काटिसकेपछि मजाले गएर चाहिँ अब बोटिङ गर्न पाइयो 1 घन्टाको 40 रुपियाँ भनिरहेछ 40 दिराम भनिरहेछ अब कसै इन्ट्रेस्टेड हुनुहुन्छ भने गएर गर्दा पनि हुन्छ अब त्यो छोडौँ अब म जान्छु मलभित्र होइन मलभित्र यो फुल्दा सिमसिम म अब मनार मलभित्र पुगेँ मनार मल साह्रै न्यामी मलभित्र अब यहाँको नजारा चाहिँ म देखाउँदैछु टक लाएर मलभित्र पुगिसकेँ मलभित्र यस्तो छ पुरा ल हल्का दामी मल त यस्तै अब मलभित्रको चाहिँ अब म देखाउँछु तपाईँहरूलाई फेरि आज भिडियो लामो होला म चाहिँ मलभित्र आइपुगेँ मलभित्रको यो चाहिँ यस्तो दामी के ठाउँ चाहिँ वो तलबाट अब म मासतिर जानु पऱ्यो मासतिर एभ्रिडेतिर जान्छु म होइन यहाँबाट म देखाउने छु तपाईँहरूलाई यहाँबाट सिधा माथि रवाना भएर स्टेटतिर जानु पऱ्यो होइन सिधा माथि कति फ्लोर रहेछ भने यो त पुरै 3 फ्लोर रहेछ 3 फ्लोरमा चाहिँ होइन के छ म चाहिँ अब गाइस जान्न खास यो एभ्रिडे जान्छु त्यहाँबाट अनि सामान लिएर फर्किने बेला रुमतिर यही हो होइन यो चाहिँ न्यामी मलको नजारा हेरिहाल्नुहोस् ऊ एभ्रिडे सेन्टर आइसक्यो त्यहाँ नजिकै छ एभ्रिडे सेन्टर त्यहीँ जानु पऱ्यो यसो सामान उठाउनु पऱ्यो त्यसपछि चाहिँ चल्दिनु पऱ्यो रुमतिर यो चाहिँ पुरै के को यो स्टोर 1 भनिन्छ पुरै जुत्ताको सोरुम मात्र रहेछ यहाँ पुरै जुत्ता कस्तो के चाहियो भनेर पुरा सोरुममा गएर जुत्ता लिँदा नि भइहाल्यो होइन तर मैले जाने हो कहाँ एभ्रिडे सेन्टर अरू त यो खासै बन्द छ हौ मलहरू त अहिले खासै त्यहीँ गयो त्यसपछि चाहिँ अब गएर सामान लिनुपर्छ अब अरू थुप्रै ब्रान्डहरू पनि छन् क्या जस्तै मैले यहाँ देखिरहेको छु अहिले ब्रान्ड फर युको आउटलेट पनि यहीँ छ अब है ब्रान्ड फर युको आउटलेट अब यहाँ टक्क लगाएर अब यहाँ पनि सस्ता पाइन्छ सामानहरू चाहिँ ब्रान्ड फर आउटलेटको भयो सेभेक्स भन्नेको यहाँ छ पुरा होइन यो चाहिँ पुरा ब्रान्ड फर युको आउटलेटहरू यहाँ पनि जानुपर्छ क्या हो त्यो छोडा मैले चाहिँ जाम म एभ्रिडेतिर होइन एभ्रिडे सेन्टरतिर गएर त्यसरी चाहिँ अरू पनि म घुम्दै गरौँला अनि एभ्रिडे सेन्टर यो आयो एभ्रिडे सेन्टर त्यहाँबाट चाहिँ म भित्र जान्छु एभ्रिडे सेन्टरभित्र चाहिँ यहाँ चाहिँ लास्टै के अफरहरू चाहिँ दामी पाइन्छ क्या अफर स्टार्टिङबाटै त पुरा अब अफरहरू सुरु हुन्छ के चाहिँ अब लिने यहाँ चाहिँ अब जस्तो एक्सको यो पर्फ्युमहरू छ सबै पुरा के 4.9 5 रुपियाँमा पुरा कोलगेटहरू भयो यसमा चाहिँ यो सामानहरू चाहिँ खतरा अफरमा चाहिँ पाइन्छ कि पुरै के लिने तपाईँलाई अब होइन म त गएर चिकन चाहिँ लिनु पऱ्यो
त्यसपछि अरू त केही छैन। अरू त पुरै सामानहरू यहाँ जे भने त्यही के सब पुरा सामानहरू चाहिँ पुरा अफरमै पाइन्छ क्या, धेरै सस्तोमा पाइन्छ अरू ठाउँको भन्दाखेरि। यहाँ चाहिँ अलिकति अब लेडिजको लागि माथि गयो भने फेरि पुरा गार्मेन्ट्सहरू कपडाहरूको छ, यहाँ पनि जाम्लामा नत्र तलतिर चाहिँ पुरै चिजहरू सब कुछ सस्तो मूल्यमा के चाहियो तपाईँलाई चाहिँ पुरा के किन्ने हो के गर्ने हो सब चाहिँ क्या। अब यो मसलाको आइटमहरू इधर उधर म त्यहाँ खासै जान्न हो, जानु चिकन लिएर चाहिँ जानु पर्ला। अब अरू त्यस्तै हो होइन, के छ अरू। अब भेजिटेबलतिर जानु पऱ्यो, भेजिटेबलतिर अफरमा लागिरहेछ, त्यही गएर पुरा हेरौँ के कस्तो अफरमा लागिरहेछ। चिकनहरू पनि छ अफरमा, बिग चाहिँ अफर भन्दै पुरै अफरमा छ होइन। कस्तो किन्यो के हो पुरै कि कोइलको पनि छ यो पुरै भयो यतितिर सबै छ अफरमा। जो म चाहिँ अब होइन यो चाहिँ लैजानु पऱ्यो चिकन चाहिँ, यो चाहिँ के अरे सेराको चाहिँ 9.99 वाला फ्रोजन चिकन होइन, यसो एउटा लैजानु पऱ्यो 1000 ग्रामको। ल यही हो होइन, सपिङ हुँदै गर्छ, म कन्टिन्यू गर्दै गर्छु तपाईँलाई। भेजिटेबलहरू सब के अफरमा, के किन्यो बनाना छ पुरै, एप्पलहरू फ्रुट्सहरू के किन्यो अब सब के पुरै यो भेजिटेबलहरू पनि सब अफरमा छ। अनि यहाँ चाहिँ मेन चाहिँ दामी लाग्छ मलाई ग्रिल हाउस के, ग्रिल हाउस त्यहाँ चाहिँ पुरा पेमेन्ट गर अनि डाइरेक्ट पुरा ग्रिल बनाइदिन्छ डाइरेक्ट पुरै, त्यो पनि जान्छ पुरै भेजिटेबल फ्रेस पुरै मटनहरू इधर उधर सब कुछ के, चिकन ब्रेस्ट भइहाल्यो होइन, चिकनहरू सबै कुरा छ फ्रेस पुरा मालहरू यहाँ चाहिँ पुरै फ्रेसमा। पुरै मच्छी किन्न पर्ने मच्छीहरू पनि पुरै फ्रेसमै छ होइन। अब के लिने हो यतापट्टि पुरै यो मच्छीको दोकानहरू यिनीहरू पुरै माछाहरू पुरै यहाँ छ, पुरै माछाहरू यतिर ससेसहरू भइहाल्यो यो होइन। के चाहिँ लिने हो यहाँ चाहिँ कि एभ्रिथिङ के नामै त छ एभ्रिडे, अनि त्यसपछि हुँदैन, त्यसपछि सबै चिज। अब यो चाहिँ पुरै डेरी आइटमहरू सबै यहाँ चिजहरू भयो सबै अफरमै छ। अब म चाहिँ हेरेको चाहिँ चिकनमा चाहिँ यो अफर खोजेको, मैले चिकनमा भेट्यो भने चाहिँ मैले लिएर जान्छु चिकनमा अफर। त्यस्तै छ, के चाहियो आउनुहोस् एभ्रिडे रसल खेमाको नजिक कोही हुनुहुन्छ भने एभ्रिडे आउनुहोस् एभ्रिडेमा। अनि यहाँ मैले फेरि अर्को पनि आइटम देखेँ तपाईँलाई, रायोको साग पनि यहाँ पनि देखेँ क्या मैले फेरि। अस्ति मैले हिजो चाहिँ मैले वहाँ गएर चाहिँ पुरा आइरहेको थिएँ होइन, आज पनि मैले ट्याक्कै फेरि यहाँ पनि देखेँ क्या रायोको साग त पुरा फेमस भइसक्यो त पुरै दुबईभरि नेपालको पुरै। यहाँ ल भेजिटेबलहरू कस्तो के चाहिरहेछ पुरै एभ्रिथिङ के सबैलाई के 1 रुपियाँ, सबै जुन पनि पत्ताहरू के लेख्नुहुन्छ 1 रुपियाँ। लिप्सहरू ल 50 फिल्समा चाहिँ पुरै लिप्सहरू के लिन मन लाग्छ क्या, सब कुछ। हेलो ब्याक अगेन होइन। ल आजको लागि चाहिँ यति नै गरौँ होइन, अब आजको लागि यति चाहिँ गरौँ। त तपाईँहरूले लाइक सेयर सपोर्ट सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला, सपोर्ट गर्नु हेल्प गरिदिनु होला। भर्खर सुरु गर्दैछु मैले पनि होइन, मैले पनि केही जानी नजानी स्टार्ट गर्दैछु, तपाईँहरूको साथ सपोर्ट चाहिँ गरिदिइराख्नु होला। ल आजको लागि यति नै होइन। म तपाईँलाई पुरा यो रसल खेमाको सिरिज चाहिँ पुरा कन्टिन्यू डेली ल्याउने नै छु के होइन। तपाईँले चाहिँ पुरै साथ सपोर्ट दिनु त नबिर्सिनु होला, साथ सपोर्ट चाहिँ गरिराख्नु होला। आजको लागि यति नै भन्दै तपाईँको दिन स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, राम्रो होस् सबैको। जय हो।